युरोप जान त मन छ, तर कसरी एप्लाई गर्ने होला, कहाँ गएर एप्लाई गर्ने होला, डकुमेन्टहरू के चाहिन्छ होला भन्ने विषयमा तपाईलाई पनि खुलदुल हुन सक्छ। त साथीहरू, यस्तै खुलदुली तपाईमा छ भने आज चाहिँ मैले जाने बुझेसम्म तपाईको खुलदुली चाहिँ मेटाउने कोसिस गरेको छु। यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यो च्यानललाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। यस्तै जानकारीमूलक भिडियोहरू म तपाईहरुको माझमा ल्याउने गर्दछु। हेलो साथीहरू, यहाँहरु सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु अनि गोर्खे सलाम भन्न चाहन्छु माई सेक्युरिटी ब्लगमा। र आज चाहिँ म तपाईहरुलाई विशेष गरी छुट्टै प्रकारले छुट्टै तरिकाको जानकारी तपाईलाई दिन गइरहेको छु। र आज म विशेष गरी युएई बाट युरोपमा जानको लागि तपाईहरुलाई के कुराको आवश्यकता पर्दछ, के डकुमेन्ट्सहरू चाहिन्छ, यसको क्राइटेरियाहरू के छन् भन्ने विषयमा म तपाईहरुलाई जानकारी दिन गइरहेको छु। यदि तपाई पनि युएई बाट या अन्य कुनै तपाई नेपालबाट भए पनि हैन अन्य कुनै ठाउँबाट एप्लाई गर्न सक्नुहुन्छ। तर सबैभन्दा पहिला चाहिँ के कुरा आवश्यकता पर्दछ भन्ने विषयमा म तपाईहरुलाई जानकारी दिनेछु। के डकुमेन्टहरू तयारी गर्नुपर्छ है। विदेशमा जानको लागि विशेष गरी अहिले चाहिँ युरोपमा धेरै ट्रेन्ड चलेको छ हैन। धेरै व्यक्तिहरू पहिला चाहिँ गल्फ कन्ट्रीहरू जाने कुरा गर्थे भने आजभोलि चाहिँ गल्फ कन्ट्री छोडेर चाहिँ युरोप कसरी जाने भन्ने विषयमा, युरोप जाने भन्ने विषयमा झुकाव राखेको अहिले पाइन्छ। तर चाहिँ कसरी जाने, युरोप कन्ट्रीमा जानको लागि गल्फ कन्ट्रीहरूमा जस्तै सजिलो छैन, त्यहाँ चाहिँ अलिकति अप्ठ्यारो छ। तर पनि मान्छेहरू गइरहेका छन्, डिमान्डहरू आइरहेको छ हैन। कति मान्छेहरू त्यसै फसिरहेका छन्, त्यस्तो अवस्था छ। तर पनि यो समयमा अहिलेको सिचुएसनमा हेर्दाखेरि, अहिलेको अवस्थामा हेर्दाखेरि धेरै व्यक्तिहरू युरोप कन्ट्रीमा छिरिसकेका छन् र धेरैको झुकाव पनि युरोप कन्ट्रीमा छिर्ने नै छ है। मान्छेलाई किन हैन हुन्छ भने, सक्छ भने केही अलिकति माथिल्लो स्टेपमा चढौँ भन्ने नै लाग्छ हैन जो कोहीलाई पनि। र तपाईहरुलाई पनि त्यस्तै लाग्न सक्छ है। मलाई पनि लागेको थियो तर भएन। तर पनि मेरो अनुभवहरू तपाईहरुसँग शेयर गर्दैछु। के कुराहरू चाहिन्छ भन्ने विषयमा म तपाईहरुसँग शेयर गर्दैछु। यो भिडियो तपाईहरुलाई जानकारीमूलक हुनेछ र यो भिडियो चाहिँ सुरुदेखि अन्त्यसम्म हेरिदिनु होला है। सबैभन्दा पहिला तपाईहरुलाई चाहिने भनेको, एप्लाई गर्न अगाडि तपाई चाहिने भनेको, तपाई जहाँसुकै भए तापनि तपाईलाई चाहिने भनेको नम्बर 1 मा चाहिँ तपाईहरुको युरोपास सिभी तपाईले बनाउनु पर्ने हुन्छ। युरोपास सिभी चाहिँ युरोपको लोगो भएको हुनुपर्छ। युरोपको झण्डाहरुको लोगो हैन, युरोपासको लोगो भन्ने त्यहाँ तपाईले देख्न सक्नुहुन्छ। यस्तो लोगोहरु तपाईले त्यो लोगो भएको सिभी चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ है। र चाहिँ त्यसपछि तपाईहरुसँग 35 बाइ 45 को फोटो हुनुपर्छ। 3-4 पिस फोटो चाहिँ तपाईहरुसँग बनाउनु पर्ने हुन्छ है। र फोटो भइसकेपछि तपाईहरुलाई चाहिँ तपाईहरुको फोटो चाहिँ 6 महिना भित्रसम्मको खिचेको हुनुपर्छ है। 6 महिना भन्दा धेरैको तपाईहरुले नबनाउनु होला। त्यसपछि तपाईहरुसँग पासपोर्ट त चाहिने नै भयो हैन। पासपोर्ट कस्तो हुनुपर्छ भने तपाईहरुको मिनिमम 3 वर्षको तपाईहरुसँग भ्यालिड पासपोर्ट छ। एक्सपायर हुन 3 वर्ष छ भने तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ। किनभने त्यो भन्दा थोरै छ भने यहाँ युरोपमा एप्लाई गर्नको लागि पनि टाइम लाग्छ, वर्ष दिन तकरिबन लाग्छ हैन। युरोप गएर फेरि पासपोर्ट चाहिँ एक्सपायर भयो भने अलिकति गाह्रो हुन्छ युरोपतिर हैन। त्यो भएको हुनाले तपाईहरुसँग 3 वर्ष, मिनिमम 3 वर्ष भएको हुनुपर्छ। त्यो भन्दा बढी भए झनै राम्रो हैन। 2 वर्ष युरोपमा 2-3 वर्ष बसेर नेपाल गएर रिन्यू गर्नको लागि सजिलो हुन्छ है। र तपाईहरुसँग चाहिँ पासपोर्टको कपीहरू हुनुपर्छ है। फोटो कपी एकदमै पीडीएफ मा तपाईहरुसँग कलर प्रिन्ट भएको, कलर स्क्यान भएको तपाईहरुसँग प्रत्येक पेजको फोटो कपी चाहिँ हुनुपर्छ पीडीएफ मा है। मोबाइलमा भयो भने पीडीएफ मा, तपाईहरुसँग त्यो पेपरमा भए पनि तपाईहरुसँग फोटो कपी चाहिँ कलर फोटो कपी हुनुपर्छ प्रत्येक पासपोर्टको है। कसैले कुनै कन्सल्टेन्सीले कुनैको लागि चाहिँ सबै फोटो कपी चाहिन्छ है, A to Z पासपोर्टको। तर चाहिँ कुनैले भिजा लागेको कपी हैन,
फ्रन्ट पेज अनि लास्ट पेज गरेर 3-4 कपी चाहिँ माग्छ कसैले है। तर तपाईहरुसँग चाहिँ सबै कपी भएको एकदमै राम्रो भन्न चाहन्छु है। त्यसपछि भिजा कपी तपाईहरुले काम गर्नुहुन्छ त्यो त पासपोर्टमा पनि हुन्छ, भएन भने तपाईहरुसँग भिजा कपी तपाईहरुसँग हुनुपर्छ। 1 इयर 1 वर्ष भ्यालिड भएको भिजा कपी हुनुपर्छ। अथवा तपाईहरुसँग चाहिँ युएई मा हुनुहुन्छ भने इमिरेट्स आईडी हुन्छ हैन, अन्य कुनै देशमा हुनुपर्छ भने त्यहाँको रेजिडेन्सी आईडी है, भ्यालिड आईडी तपाईहरुको हुनुपर्छ। त्यसको भ्यालिड भनेको 1 वर्षको हुनुपर्छ। तपाईहरुसँग 1 वर्षको भ्यालिड आईडी छ भने तपाईहरुले एप्लाई गर्न सक्नुपर्ने भयो है। र अर्को कुरो चाहिँ तपाईहरुसँग एक्सपिरियन्स सर्टिफिकेट छ भने तपाईहरुले एक्सपिरियन्स सर्टिफिकेट चाहिँ तपाईहरुले समावेश गर्न सक्नुहुन्छ। एक्सपिरियन्स सर्टिफिकेट त्यो मन्डेटोरी छैन र पनि यो चाहिँ हुनैपर्छ भन्ने छैन, तर पनि तपाईले स्किल्स वर्कमा चाहिँ एप्लाई गर्दै हुनुहुन्छ भने तपाईले चाहिँ त्यो स्किल्स अनुसारको तपाईको एक्सपिरियन्स सर्टिफिकेट हुन एकदमै जरुरी छ। र यति 6-7 कपी 6-7 प्रकारको डकुमेन्ट्सहरु तपाईहरुसँग भयो भने अब चाहिँ तपाईहरुले युरोपमा एप्लाई गर्नुहुन्छ। यदि तपाईले चाहिँ पर्सनल आफै एप्लाई गर्नु हुन्छ भने चाहिँ तपाईले धेरै माध्यमहरु छन् हैन, वेबसाइटहरु धेरै छन्, आफै पनि एप्लाई गर्न सक्नुहुन्छ। तर चाहिँ आफै एप्लाई गर्दाखेरि कहाँ जाने हैन, धाउनु पर्यो हैन, विदेशमा काम 12 घण्टा ड्युटी हुन्छ, धाउनु पर्यो, छुट्टी टाइममा नमिल्न सक्छ, धाउन पर्यो हैन, अनि एप्लाई गर्नु पर्यो हैन, भिएफएसहरु गर्न जानु पर्यो, एम्बेसीहरु धाउन पर्यो। त्यो गर्दाखेरि तपाईलाई झन्झट हुन्छ है। झन्झट मान्नुहुन्न भने आफै एप्लाई गर्दा पनि हुन्छ। तर चाहिँ आफै एप्लाई गर्दाखेरि तपाईहरुलाई एउटा त्यो फर्म हुनुपर्छ, भिएफएस को फर्म, मतलब एउटा फर्म, एप्लिकेसन फर्म चाहिन्छ है। एउटा एप्लिकेसन फर्म हुनुपर्छ, तपाई आफै गर्नुहुन्छ भने। होइन भने तपाईहरुले कन्सल्टेन्सी माध्यम गर्नुहुन्छ भने, द्वारा गर्नुहुन्छ भने तपाईहरुले चाहिँ कन्सल्टेन्सीले नै त्यो फर्म फिलअप गरिदिन्छ है। यति भएपछि तपाईले सजिलै चाहिँ तपाईले एप्लाई गर्न योग्य हुनुहुन्छ यति डकुमेन्ट्सहरु तपाईसँग भयो भने। तर चाहिँ यदि सजिलै एप्लाई गर्न सकिन्छ है, तर अब कहाँबाट एकदम विश्वासिलो कन्सल्टेन्सी खोज्नु पर्यो, मेन पावर खोज्नु पर्यो हैन, तपाईको एरियामा कसरी थाहा पाउने हैन। यो थाहा पाउन चाहिँ गतिलो कन्सल्टेन्सी थाहा पाउन चाहिँ एकदमै गाह्रो हुन्छ है साथीहरु। तपाईहरुले पनि वरिपरि आफ्नो साथीभाइहरुसँग सोध्न सक्नुहुन्छ। कन्सल्टेन्सीहरु त्योबाट नेपालीहरु गएको छन् कि छैनन् हैन, युरोपमा गएको छ कि छैन, पहिला त्यसको हिस्ट्रीहरु हेर्नु होला। किनभने हिस्ट्री हेरियो भने पत्ता लाग्यो भने तपाईहरुले सजिलै त्यहाँबाट एप्लाई गर्न सक्नुहुन्छ। अब रिटर्न पोलिसी कस्तो छ, पैसाहरु फिर्ता दिन्छ कि दिन्न, त्यस्तो व्यक्तिहरु त्यहाँ छ कि छैन, त्यहाँ एप्लाई गरेर नभएर पैसा फिर्ता दिएको व्यक्तिहरु त्यहाँ छ कि छैन, त्यो पनि तपाईले थाहा पाए भने अझै बेटर हुन्छ है। किनभने धेरै मेन पावरहरु, धेरै कन्सल्टेन्सीहरु अलिकति सही काम गर्दैनन् हैन। त्यस्तो थाहा पाउनको लागि तपाईहरुले चाहिँ त्यस्तो साथीभाइहरुसँग कन्ट्याक्ट भएको हुनुपर्छ। र कन्ट्याक्ट हुँदाखेरि कतिपय मेन पावरहरुले, कन्सल्टेन्सीहरुले तपाईको वर्क परमिट आइसकेपछि, तपाईको एग्रीमेन्ट पेपर आइसकेपछि पैसा दिने, सुरुमा चाहिँ फ्री गरिदिन्छु भन्छ। त्यस्तोमा नझुकिनु होला हैन। सुरुमा प्रायले पैसा माग्छ, 2-3 हजार, 3-4 हजार, 5 हजार सम्म नि माग्छन् हैन। पैसा चाहिँ जसरी पनि निस्काउँछ उनीहरुले। डिमान्ड लेटर आयो, एग्रीमेन्ट लेटर आयो हैन, वर्क परमिट आयो भनेर हरेक तरिकाले तपाईहरुले चाहिँ पैसा चाहिँ डिपोजिट गराउने कोसिस चाहिँ गर्छ। त्यसमा चाहिँ बरु जाँदै नजाने, डिपोजिट चाहिँ नगर्ने भन्ने तपाईहरुको निर्णय हुनुपर्छ। किनभने म त चाहिँ बुझेर त्यसमा हैन परेर थाहा पाएको कुराहरु हो, त्यही भएर तपाईहरुले पनि थाहा पाउनु होला। त्यसरी पैसा लिन्छ भने पहिला चाहिँ तपाईहरुले वर्क परमिट माग्नु होला हैन। वर्क परमिट मागेपछि बल्ल जेन्युन हो कि हैन भन्ने, वर्क परमिट भनेर हैन ठ्याक्क त्यसको वेबसाइटहरु हैन, त्यो कन्ट्रीको त्यो कम्पनीको वेबसाइटहरु, एड्रेसहरु सम्म दिएर राखेर पनि
तपाईलाई जसरी पनि चिप्लाउने काम चाहिँ गर्छ। तर तपाईहरु चाहिँ नातिनु होला, ढुक्क बस्नु होला, बरु नगए ठिकै छ, पैसा त फसिँदैन हैन। अनि गइहालेछ भने काम गर्ने कन्सल्टेन्सीहरुको पारा नै अर्कै हुन्छ हैन, तरिकै अर्कै हुन्छ है। त्यही भएर तपाईहरुले अलिकति विचार गर्नु होला है। र आफ्नो साथीभाइहरुसँग पनि सोधपुछ गर्न नछोड्नु होला। जानकारी लिने कुरामा मैले जहिले पनि भन्छु, तपाईहरुले जानकारी लिने कुरामा चाहिँ अलिकति जोसँग पनि जानकारी लिने कोसिस गर्नु होला है। योसँग के थाहा छ र भन्ने कुराहरु तपाईहरुले नगर्नु होला। त्यो भन्दा जानकारी चाहिँ जताबाट पनि लिन पाइन्छ है। र युरोपको कहानी यस्तै हो, जसलाई पनि नयाँ नयाँ ठाउँमा हैन, राम्रो राम्रो ठाउँमा हैन सेटल हुन मन लाग्छ हैन। त्यो भएको हुनाले चाहिँ अहिले चाहिँ युरोप कन्ट्री चाहिँ नेपालीहरुको लागि एकदमै सपनाको सहर बनेको छ भन्दा फरक नपर्ला है। म त सकेसम्म पैसा कमाऊ, विदेशमा सेटल हुनु भन्दा पनि सकेसम्म पैसा कमाऊ र नेपालमै गएर रमाऊ भन्न चाहन्छु। किनभने आफ्नो देश भनेको आफ्नो देश हो, हावापानी हैन, हरेक कुरो नेपालको आफ्नै एकदमै अर्गानिक लाग्छ हैन। हरेक कुरो खानपिनदेखि लिएर हैन, सबै कुरो एकदमै तपाईसँग पैसा छ भने नेपालको बसाइ चाहिँ एकदमै राम्रो हो, एकदमै ठीक छ, बेस्ट छ अरु भन्दा है। अरु ठाउँमा तपाई सेटल भए पनि नेपाल जस्तो बसी बसी खान पाइदैन है। वहाँ काम गर्नै पर्छ, तपाई नसक्दा पनि काम गर्नुपर्छ, तपाई बुढेसकाल हुँदा पनि तपाईले काम गरेकै हुनुपर्छ हैन। त्यो भएको हुनाले त्यो भन्दा पहिला चाहिँ तपाईले चाहिँ विदेशमा कमाउने र नेपालमा गएर रमाउने अथवा सेटल नेपालमै हुने भन्ने सोच चाहिँ तपाईले राख्नु जरुरी छ। र सबैले, हामी युवाहरूले त्यस्तो सोचाइहरु राख्न जरुरी छ। र एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ तपाईहरु युएई मा आउने सोचाइ हुनुहुन्छ भने अहिले चाहिँ भिजिट भिजा युएई मा चाहिँ नेपालीहरुलाई चाहिँ कुनै पनि भिजा चाहिँ सस्पेन्ड गरेको छ। तर चाहिँ भिजिट भिजालाई चाहिँ खोलेको छ भन्ने सुनिन्छ है। एक दुई दिन भयो, पहिला चाहिँ क्राइटेरिया तोकेर खोलेको थियो, अहिले चाहिँ खुलेछ भन्ने सुनिन्छ भिजिट भिजा। तपाईहरु यदि भिजिट मात्रै गर्नुहुन्छ भने आउनु होला है। भिजिट गरेर वापस जाने हो भने आउनु होला, होइन यही आएर है काम भिजा लगाउने, वर्किङ भिजा लगाउने हो भने, त्यस्तो सोच छ भने तपाईहरु अझै पनि नआउनु होला भन्न चाहन्छु है। मेरो नयाँ अपडेट यही हो। कतिपय मिडियाहरुमा मैले सुन्छु हैन त्यस्तो खुलेछ भन्ने, तर तपाईहरु चाहिँ भ्रममा नपर्नु होला, यो खुलेको छैन है। यहाँ आएर एकदमै काम पाएन भने फर्किनु पर्छ, खर्च मात्रै हुन्छ। त्यो भन्दा तपाईहरु पहिले चाहिँ आउने प्रयास चाहिँ नगर्नु होला भन्न चाहन्छु मेरो तर्फबाट। तपाईहरुलाई सल्लाह चाहिँ दिन चाहन्छु। वर्किङ भिजा अझै पनि खुलेको छैन, तर चाहिँ भिजिट भिजा चाहिँ आएर तपाईहरु एक दुई महिना बसेर, कतिको लिमिट छ, टाइमिङ कतिको हुन्छ हैन, त्यति बसेर फर्किन्छु भन्ने सोच छ भने तपाईहरु आउन सक्नुहुन्छ है। तर चाहिँ यहाँ आएर पहिला जस्तो कामै गर्ने, काममा भिजा चेन्ज गर्ने वर्किङ भिजामा भन्ने हिसाबले तपाईहरु नआउनु होला है भन्न चाहन्छु। हुन्छ साथीहरु, आजको जानकारी यति नै छ। तपाईहरुलाई कस्तो लाग्छ यो भिडियो, र यो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईहरुले यो च्यानललाई लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला र बेल आइकनमा थिचेर अल नोटिफिकेसन गरिदिनु होला। यस्तै जानकारीमूलक भिडियोहरु तपाईहरुको माझमा ल्याउने गर्दछु। र जाँदा जाँदै तपाईहरु सबैजनालाई फेरि पनि गोर्खे सलाम भन्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।